के हो सबै आज रोपेर भ्याएको कि के हो भाइ यो यत्रो खेत? आज होइन त यो हिजो भ्याइयो हामीले, हिजो एक दिनमा भ्याइयो। अँ आज चाहिँ हाम्रो अब मेरो काम भनेको यहाँ फट्याङ्ग्रा हेर्ने कि यो धान छ नि यहाँ धानमाथि फट्याङ्ग्राहरू, फट्याङ्ग्रा पात खाइदिन्छ कि ए त्यो अब सबैतिर यहाँबाट भ्याउने त मैले उहाँ पर देख्नु चाहिँ नि उहाँसम्म भ्याउनु छ। मेरो आँखाहरू एकदम तेजिलो छ कि एकदम तेजी, क्यामेराको लेन्स के छ त्योभन्दा खतरा तेजिलो छ होइन। यहाँबाट ठ्याक्क हेर्ने फट्याङ्ग्रा आयो भने चाहिँ यो ढुङ्गाले ट्याट्टा पार्ने क्या, ट्याट्टा पार्ने फट्याङ्ग्रा फुटफुटका जान्छ होइन। त्यो हो आज चाहिँ काम भनेको। हिजो धान रोप्यो, रमाइलो लाग्यो। धान रोप्न धेरै सहिलो यहाँ होइन, धेरै सहिलो छ। नेपालमा जस्तो गाह्रो छैन। अब नेपालमा त अब यहाँ हलगोरु नारिया छ, उता उहाँ पानी उता अर्कोले मारिदिन्छ, अर्को ठाउँमा फेरि जानुपर्छ उहाँ। गाह्रो हुन्छ कि त्यो अब अर्कोले पानी मारिदिन्छ, यता मारिदिन्छ उता मारिदिन्छ, गर्दा गर्दै दिनै बित्छ। कहाँ यहाँ त कुलो कहाँ छ त पानी? कुलो सिधै यहाँ छ उता पछाडि यहाँ छ, यहाँनिर खोल्ने ट्याक्क पानी आउँछ। साइड धान खेती गरियो अब हेरौँ। सेम नेपाल जस्तै लागिरहेको छ मलाई। त्यो के होइन धान त एउटै हो, त्यसले रोपा एउटै। अब त्यो गर्ने टेक्निक अलिक फरक हो कि। अब ट्र्याक्टरले पहिले जोत्ने पनि हो, हिलाउने पनि ट्र्याक्टरले नै हो, अनि यो बिउ हाल्ने पनि ट्र्याक्टरकै उसमा हुन्छ, बिउ नि ट्र्याक्टरमा हाल्ने त्यहाँ गर्ने होइन, त्यस्तै हो होइन। घर चाहिँ मेरो यहाँ हो, यो घर कुन उयो यो बिचको घर छ नि, त्यो घर हो एकदम नयाँ छ होइन। मेरो कोठा चाहिँ उयो माथिको हो कि होइन, हामी बस्ने कोठा चाहिँ माथिको हो, त्यही हो। कतिजना बस्छौ त्यो घर? त्यहाँ हामी 3जना छौँ, त्यो सेयरिङको हो, सेयरिङमा बस्छ। ए सेयरिङ हाउस हो यो? सेयरिङ हाउस। सबै नेपालीहरू बस्ने त्यहाँ? हाम्रो उता बजाइती हेर्नु, हाम्रो सानो कान्छो ए यतापट्टि बस्ने बजी हुने नि। बजै त्यो 70 वर्ष कि भन्दा बढी माथि हो नि, त्यस्तो काम गर्छन् त यार। ए 70 वर्ष भइसक्यो? 70 वर्ष त हाम्रो घरको हजुरआमाहरू त लौरो टेकेर ट्याक हिँड्नुहुन्छ नि होइन। यो बजै त के हो, हामी बराबर काम गर्छौँ बजाइले त। ए बिहानदेखि बेलुकासम्म? बिहानदेखि बेलुकीसम्म। ए भोइ तगडा छिन् यार। तगडा छिन्। अन्त जापानिजहरू बहुत काम गर्ने है। काम त जापानिजहरूले त है ननस्टप है। फेरि यता त पुरै बाँस बारेर छ। त्यो बाँस होइन त्यो? बाँस हो दाइ कि निगालो हो? निगालो भन्छ कि बाँस भन्छ त्यसलाई। निगालो जस्तो नि छ तर बाँसै भन्छ कि। घना जङ्गल छ त, यसको पैसा कम त पर्छ यहाँ हो र? यहाँ त यो ढुङ्गाको शुद्ध पैसा पर्छ यहाँ। ढुङ्गै भेटिन्न त यहाँ। ढुङ्गै गाह्रो छ। यो कालिज चाहिँ खतरा रहेछ क्या यहाँनिर, कत्रो खतरा हो। के अरे अब मारेर खान मन लाग्छ, हान्नु मन छ के हान्ने फेरि यहाँ है। खानु फर्किँदा आगो यहाँ धेरै भएन फर्किनु जस्तो। अनि यहाँ के यता के बारी बनाउनु लाग्यो यो फेरि? यो बारी अब यसमा अब यहाँ माथि भन्नु के त भन्नु, त्यहाँ डोजर लगाइरहेको थियो त। त्यो बारी हो, त्यो बारी बनायो। त्यहाँ फेरि अब यो त धान रोप्छ, त्यस्तै गर्छु त्यहाँ अब यस्तो सक्खरखण्डहरू रोप्ने। ए अनि यो जुन धान रोपी सकियो अहिले, अब तिम्रो अब फट्याङ्ग्रा त भयो नि, काम रहेछ होइन? अरू चाहिँ कहाँ गइछन्? कतिजना टोटल काम गर्ने? नयाँ भाइ होइन, सुरुमा आउने गाडी हुन्छ क्या, अलिकति यहाँ खट्न पर्छ। चाहिँ अलिकति बजार एरियाको रहेछ क्या, अब त्यो कामसाम नगरेर अब टेक्निकमा आजबाट अनि त्यो सपिङ यसो किनमेल गर्नलाई कता? हामी त गाडीले लान्छ खै, खासै मेसो पाइयो छैन। अब झापन त ठुलो छ के अरे होइन, अब त्यो गाडी चाहिँ साउले लैदिनुहुन्छ। अब यसो कोमेडी भन्ने के रहेछ, कोमेडी भन्छ त्यहाँ सबै। त्यहाँ नेपालमा जस्तो यो मन परेन दाइ त्यो मन परेन हुन्न के अरे, त्यहाँ अलिक गाह्रै लाग्यो सपिङ गर्न नि, गाह्रै छ। पुरा ट्याक्क सबै उस गरिदिएको हुन्छ, हेर्ने मन पऱ्यो लिने नि। अब छैन सिद्धि नेपालमा त यो हुन्न दाइ यो हुन्न दाइ भनेको त्यस्तो गाह्रो छ क्या। पानी कति मिठो छ यहाँ? पानी त एकदम मिठो छ दाइ, के को एकदम मिठो छ यहाँ पानी त। नेपालको सेम नेपालकै जस्तो हो? नेपाल लगभग नेपालको जस्तो लाग्यो यहाँको पानी चाहिँ मलाई। ए बहनलाई यतापट्टि अलिअलि घर रहेछन्, यतापट्टि के बाटो बन्दै रहेछ कि यहाँ फेरि होइन? यत्रो ए डोजर त कति हुन् कति यार होइन? भ्याएको त चाहिँ धेरै बास्ता रहेछ यहाँनिर। बेलुका सुत्न दिन्न न ल भ्याएको तैँले? दियो राति त यिनीहरू पनि सुत्छन् नि,
आएको हामीलाई सुत्न हामीलाई सुत्न दिन्छ अहिले हल्ला गरिछन् उनीहरूको काम नै हल्ला गर्ने हो क्या दिउँसोको अहिले जस्तो मेरो फट्याङ्ग्रो हेर्ने काम छ नि अहिले उनीहरूको नि कराउने त्यहाँ कामै त्यही हो क्या बेलुकी त सुत्छ नि